तपाई जहाँ हुनुहुन्छ वा जे काम गर्दै हुनुहुन्छ त्यही कामलाई पूरा निष्ठा र लगावको साथ गर्नुस्। एक दिन तपाईको निष्ठा र लगनशीलताले नै तपाईलाई सफलताको शिखरमा पुर्याउँछ भन्ने यो भनाइको एक ज्वलन्त उदाहरण बनेका छन् भाटभटेनीमा विगत 22 वर्षदेखि सेक्युरिटी गार्डको जागिर गर्दै आएका दुलप्रसाद पराजुली। यही चैत 15 गते काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यानै जाने गरी भएको आन्दोलनमा एउटा अचम्मको दृश्य देखियो, जुन थियो आन्दोलनकारीहरूको भेषमा केही लुटेराहरूको समूह। जुन समूहले सडकमा आन्दोलन भइरहेको मौका छोपेर त्यहाँ वरपर रहेका घर र अफिसहरुमा पसेर लुटपाट मचाउन थाले र यही क्रममा लुटेराहरूको एउटा समूह कोटेश्वर स्थित रहेको भाटभटेनी भित्र पनि पसे। भाटभटेनीको मूल गेट तोडे अनि भित्र छिरेर केहीले बिल्डिङमा ढुङ्गामुढा प्रहार गर्न लागे त केहीले मौका छोपेर भाटभटेनी भित्र पसेर लुटपाट मचाउन थाले। तर यही बीचमा एउटा अर्को साहसिक दृश्य पनि देखियो, जुन थियो त्यहाँ जागिर गर्दै आएका एक सेक्युरिटी गार्डको। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एकजना सेक्युरिटी गार्डले हातमा प्लास्टिकको पाइप बोकेर सटरबाट बाहिर निस्किरहेका लुटेराहरूलाई ड्याम कि ड्याम हानेर भगाइरहेको देखिन्छ। लुटेराहरूको समूह धेरै भएकोले त्यहाँ हत्तपत्त रोक्ने वा उनीहरूसँग प्रतिकार गर्न सक्ने हिम्मत जो पाए त्यसले निकाल्न सक्दैन थियो। यतिसम्म कि हातमा लाठी र हतियार बोकेर सुरक्षाको लागि खटिएको नेपाल प्रहरीले समेत कन्ट्रोल गर्न नसकेका ती लुटेराहरूलाई एकजना सामान्य गार्डले एक्लै उभिएर यसरी भगाएको देख्दा उनको चौतर्फी प्रशंसा भयो र नभन्दै आज भाटभटेनीले उनलाई 5,01,111 रुपैयाँ नगद, एउटा फुली र 5 ग्रेड बढुवा गर्दै सम्मान गरेको छ। उनी नगद सहित सम्मान त भए नै भए, साथै उनको यो नाम र कामले आज सारा नेपाली मिडिया भरि स्थान पाएको छ भने जुन उनको र उनको भावी सन्तानको लागि निकै गर्वको विषय बनेको छ। त्यसैले तपाई जहाँ हुनुहुन्छ वा जे काम गर्दै हुनुहुन्छ त्यहाँ पूरा निष्ठा र लगावको साथ काम गर्नुस्। एक दिन तपाईको निष्ठा र लगनशीलताले नै तपाईलाई सफलताको शिखरमा पुर्याउँछ भन्ने यो भनाइ आज उनको जीवनमा चरितार्थ बनेको छ। बाँकी आजको सम्मान कार्यक्रममा बोल्दै उनले भने, मैले 2058 सालदेखि नै यहाँ जागिर गरेको छु। यहाँ जागिर गरेर नै मैले जग्गा किने, घर बनाए, गाडी किने, त्यसपछि मेरो सन्तान पढाएर छोराको बिहे पनि गरिदिए र आज मेरो लगनशीलताको थप कदर भएकोमा खुसी छु। यस्तै त्यही कार्यरत उनीसँगै अर्का 3 जना गार्ड पनि सम्मानित भएका छन्, जसमध्ये एकजनालाई 51,000 रुपैयाँ र अर्को 2 जनालाई 25,000 रुपैयाँको दरले भाटभटेनीले सम्मान गरेका छन्। हेर्दा यो विषय सामान्य लागे पनि उनको लागि त्यो दिन निकै चुनौतीपूर्ण थियो र उनले आफ्नो कर्तव्य निभाएको कारणले गर्दा आज सबैको लागि उदाहरणीय बनेका छन्। यस्तै भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले चैत 15 गतेको आन्दोलनमा ज्यान गुमाउने 2 जना युवाको परिवारलाई केही रकम सहयोग गर्ने पनि घोषणा गरेका छन्। उनले आज सोही कार्यक्रममा बोल्दै आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु 5 लाख रुपैयाँ र सोही आन्दोलनमा ज्यान गुमाएका अर्का सवारी चालक सबिन महर्जनको परिवारलाई रु 3 लाख रुपैयाँ नगद दिने घोषणा गरेका हुन्। यस्तै अब चैत 15 गतेको आन्दोलनको थोरै अपडेटहरू हेर्ने हो भने त्यस दिन मारिने वा गोली लागेर घाइते हुनेहरू प्राय जसो नागरिक आन्दोलनसँग सरोकार नै नरहेको, अर्थात् कोही बाटो हिँड्ने सर्वसाधारण त कोही कलेज पढेर घर फर्कदै गरेको विद्यार्थीहरू भएको खुल्न आएको छ। मृतक सबिन महर्जन एक सवारी चालक भएको बुझिएको छ भने उनको घाँटीमा प्रहरीले हानेको गोली लागेर उनको मृत्यु भएको भन्ने पोस्टमार्टम रिपोर्टले प्रश्न पारेको छ र आन्दोलनको फुटेज खिच्न पुगेका पत्रकार सुरेश रजकको मृत्युको कारण के हो भन्ने कुरा आधिकारिक अहिलेसम्म खुलेको छैन। उनलाई पनि गोली लागेको भन्ने हल्ला सामाजिक सञ्जालमा चल्न थालेपछि नेपाल प्रहरीले एक विज्ञप्ति नै जारी गरेर सो हल्ला झुटो रहेको र अहिलेसम्म रजकको पोस्टमार्टम भइ नसकेको दाबी गरेको थियो। रजकको शवको हिजो मात्रै एक्सरे गरिएको छ भने एक्सरे रिपोर्टमा उनको शरीरमा कतै पनि गोली लागेको भेटिएको छैन भन्ने बाहिर आएको छ। तर अझै पनि उनको पोस्टमार्टम हुन बाँकी भएकोले गर्दा मृत्युको यही हो कारण भनेर एक्ज्याक्टली खुल्न सकेको छैन। उनको शव चैत 15 गते करिब बेलुकाको 5:30 बजेतिर राजावादी आन्दोलनमा जलाइएको तीनकुनेको एक घरको कोठामा आगोले पुरै जलेको अवस्थामा भेटिएको थियो भने बाँकी उनको मृत्युको बारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्य तथ्य बाहिर आउनेछ।